सबै कृपा अनि अनुदानहरूको निम्ति परमेश्वरलाई धन्यवाद दिँदै पिता अनि पुत्र अनि पवित्र आत्माको नाममा आमेन। आजको वचन मैले कोरिन्थीहरूलाई सन्त पौलले लेख्नु भएको दोस्रो धर्मपत्रबाट लिएको छु। अध्याय 4 अनि वचन 6 अनि 6 को वचनले हामीलाई यसो भन्दछ, ख्रीष्ट येशूको मुखमण्डलमा भएको यस महिमाको ज्ञानको उज्जवलता फैलाउनलाई अन्धकारबाट उज्यालो ज्योतिर्मय होस् भन्ने परमेश्वर स्वयं हाम्रो हृदयमा ज्योतिर्मय हुनु भएको छ। प्रभुको वचन। आउनुहोस् ख्रीष्टमा मेरा प्यारा दाजुभाइ तथा दिदी बहिनीहरू अनि मेरा प्रिय साथीहरू, आजको यस वचनलाई मनन चिन्तन गर्दै परमेश्वरको ज्योतिलाई अपनाएर र ज्योतिलाई पछ्याएर अगाडि बढौं अनि आजको सन्त पिटर अनि सन्त पौलको महापर्वको दिन उहाँहरूको बोल बिन्तीद्वारा परमेश्वरसँग प्रार्थना गरिदिनु हुन भन्ने बिन्ती चढाउँदै सन्त पिटर अनि सन्त पौल हाम्रो लागि बिन्ती गर्नुहोस्। आमेन। पिता अनि पुत्र अनि पवित्र आत्माको नाममा